घरपेटी आन्टीको नयाँ घर बन्दै रहेछ एकदम नै टाढा। 1.5 बिघा जग्गा, लिच्चीको बोट, कुखुराको खोर र एउटा गाडी हुँदाहुँदै पनि बढाइदिनु भयो मेरो फ्ल्याट भाडा। आज हजुरहरुलाई घरपेटी परिवारसँग बिताएको एक दिनको बारेमा बताउनेछु। भाइ बहिनी स्कुल गएको थियो, त्यही भएर म घरपेटी आन्टी र घरपेटी अंकल चाहिँ चट्ट लाएर आज गइरहेको थियौं घरपेटी अंकलको गाउँको घर, जहाँ चाहिँ घरपेटी अंकलको बुवा र आमा बस्नुहुन्छ। र आफ्टर अ सर्ट ट्रिप हामी चाहिँ घरपेटी अंकलको गाउँ पुग्यौं र यो चाहिँ हो घरपेटी अंकलको नयाँ घर। अझै एक तला थप्नु भइरहेको रहेछ बुवा र आमाको लागि। त्यहाँ पुग्ने बित्तिकै बुवा र आमालाई नमस्ते गर्दै हामी चाहिँ घर एक्सप्लोर गर्न गयौं। अनि एक्सप्लोर गर्दै जाँदा आन्टीले के खुलासा गर्नुभयो भन्दाखेरि त सबिन यो देखिरहेको छौ तिमीले जति पनि बारी आँखाले भ्याउनीसम्म यो सबै हाम्रो जग्गा हो भनेर भन्छन्। म त दङ्गै परे, पहिलो चोटी थाहा पाएको यो कुरा चाहिँ मैले। एक्सप्लोर गराउँदै घरपेटी आन्टीले चाहिँ उहाँहरूको घरको लिच्चीको बोट, कुखुराको खोर, केरा बारी, भुइँकटर बारी, अम्बाको बोट जहाँ चाहिँ एउटै मात्र अम्बा थियो र त्यो टिपेर मैले धोएर मज्जाले खाएँ। अनि खाँदै घर एक्सप्लोर गर्दै जाँदा यहाँ त भैँसी गोठ रहेछ भन्ने कुरा पनि थाहा पाएँ। अनि भैँसी चाहिँ खोइ त आन्टी भनेको त 2 दिन अगाडि आमाले बेच्दिनु भयो भनेर भन्छ। लौ बर्बाद। अनि अब चाहिँ नकिन्ने भनेर भनेको त अब पानी किन्न जान थालेको हामी जमिन भनेर भन्नुहुन्छ। अनि आजै किन्ने र भनेको त त नि आज यही पानी किन्ने भनेर तिमीलाई घर देखाउन र हाम्रो गाउँ देखाउन त लिएर आएको नि भनेर भन्नुहुन्छ। ल जम्न त भन्दै हामी त डुल्दै टक्क लाएर पुग्यौं पानी भएको घर। त्यहाँ पुग्ने बित्तिकै अनफर्चुनेटली के न्यूज थाहा पाएँ भन्दाखेरि एक दिन अगाडि 20,000 मा डिल भएको पानी आज किन आउँदाखेरि त एकजनाले 21,500 मा दिने भनेर अर्कोलाई बेच्दिनु भइसकेछ। अनि पानी मात्र कहाँ हो र किन्ने मान्छेले त पानी सँगसँगै पानीको शाखा सन्तानै किन्नु भएछ नि। ल बर्बादै भएछ नि त भनेर हामी त्यहाँबाट फर्क्यौं र फर्केर सिधै पुग्यौं नयाँ घर। त्यहाँ गएर आन्टीलाई आन्टी के खाउँ न त, के बनाएर खुवाउनु आज भनेर भनेको त के खुवाउनु सबिन, भैँसी पनि बेचिहाल्यो, भैँसी भएको भए मज्जाको भैँसीको दुधको चिया बनाएर खुवाउनुहुन्थ्यो, अरु केही बनाएर दिउँ भने समय पनि कम छ, अनि आखिर बजार गएर केही न केही खानु नै छ। त्यही भएर बरु जाऊ बोटमा अम्बा होला, त्यो अम्बा टिपेर खाऊ भने त कहाँबाट देख्नु बोटमा अम्बा। मेरो पाली धारामा आइरहेको ताजा चिसो पानी घुटघुट पिएर मुखसुक चुटेर यसो हेर्छु त बोटमा 2टा अम्बा देखेँ। गएर 2टा अम्बा टपक्क टिपेर मज्जाले धोएर अम्बा खाँदै घरपेटी आन्टीहरुबाट गएको त मस्त गफ चल्दै रहेछ। अम्बा चबाउँदै हेरे कुरै सकिदैन मेरो पाली। ओ आन्टी घर जाने हैन भनेर भन्छु त ल अब जानी भन्दै घरपेटी बाको बारा आमाबाट गएर गए भनेर भनेको त कहाँ बाबु अंगुर खाएर जाऊ भनेर अंगुर दिनुभयो। ओके छ त भनेर चट्ट लाएर अंगुर संगुर खाएर घरपेटी बाको बारा आमालाई बाई बाई गर्दै एक बोरा मकै बोकेर हामी चाहिँ लाग्यौं सिधै बजार। जाँदा जाँदै बाटोमा पानीपुरी र चटपटी ठेला देखिहाल्यो। हाम्रो पाली रोक्नै नसकेर गएर त्यहाँ मज्जाको चटपटी लिग्यौं र मज्जाले चटपटी खाएर पानीपुरी पनि एक प्लेट बजाएर चट्ट लाएर हामी चाहिँ लाग्यौं आज अंकल आन्टीको डेन्डिङ पेन्टिङ गर्नको लागि। भरतपुर 10 वीरेन्द्र क्याम्पसको अपोजिट साइडमा रहेको नीललेभिट चितवन। मेरो नीललेभिट चितवनवाला भिडियो हेर्नु भएको कारणले पहिलेदेखि जानी भनेर भन्दै हुनुहुन्थ्यो। तसो समय मिलाएर अंकल आन्टीको चाहिँ फर्स्ट टाइम नीललेभिट भिजिट पनि गरियो। त्यहाँ पाउने डिफरेन्ट सर्भिसेसहरु मध्ये आन्टीले फेसियल सर्भिस लिनु भयो भने अंकलले चाहिँ हेयर कट र हेयर स्पा वाला सर्भिस लिनु भयो। प्लस मैले पनि हेयर कट गरे। लगभग 2 आवर्स जति हामीले त्यहाँ टाइम दियौं र एकदमै मज्जाले रिफ्रेश भएर चाहिँ अंकल र आन्टीलाई हिरो हिरोइन बनाएर एक दुईटा फोटो खिचेर नीललेभिट परिवारलाई बाइ बाइ गर्दै हामी चाहिँ लाग्यौं बरकाती होटल। एकदमै भोक लागिरहेको थियो, भाइ बहिनीहरुसँग पुगेको थियौं बरकाती होटल चाहिँ। पुरै घरपेटी परिवारै भइसकेपछि एकदमै धेरै खानेकुरा अर्डर त गर्नु पर्यो। सो बरकाती होटलको स्पेशल नाङ्लो सेट प्लस होल चिकन